हेलो नमस्ते साथीहरू। अस्ति हामी चाहिँ यहाँनिर चर्च ओपनिङमा गएको थियौँ कि माथिनिर दुखुङमा। अनि हामी को छ भने मेरो नन्दाहरू साथमा छ है। अनि म यो जग्गा चाहिँ कहिले गएको थिइनँ। यो चाहिँ हाम्रो घरदेखि माथि हो। अन्त यो चर्चको नाम चाहिँ हाम्रै उयो जोन हो, तर उयो भएको हो छुटेको माथि। अन्त यो चाहिँ इपिएसएस चर्चको ओपनिङ थियो है साथीहरू। अन्त यहाँ चाहिँ मजा आइरहेको थियो हिँड्नु पर्दाखेरि। अन्त रोडदेखि चाहिँ माथि रहेछ है। अन्त यो उयो गरेको चाहिँ मैले भिडियो गरेको चाहिँ धेरै दिन भएको थियो, मैले एडिट गर्ने समय नभएर चाहिँ आज गर्दैछु है साथीहरू। अन्त यहाँनिर चाहिँ हामी बाँसकारीबाट उकालो हिँड्दै थियो। अन्त एकदमै राम्रो रहेछ यो जग्गा चाहिँ, फर्स्ट टाइम गएको भएर पनि। तर अब तपाईँहरूले देख्न सक्नुहुन्छ उकालोको बाटो यस्तो छ है। थुप्रोजना गएको थियो, हामी मात्रै गएको थिएन, मेरो नन्दाहरू अन्त श्रीमान ऊ माथि जानुहुँदैछ, अनि मामाहरू जानुभएको थियो है। अनि आजको वेदर चाहिँ एकदमै दामी थियो साथीहरू, देख्न सक्नुहुन्छ घाम लागेको तपाईँले देख्न सक्नुहुन्छ। यहाँको नजारा एकदमै दामी छ है घाम लागेको। अनि हामी चाहिँ यहाँनिर फर्स्ट टाइम आएको थियो। अनि यहाँनिर चाहिँ पुरानो पुरानो घरहरू पनि रहेछ साथीहरू, देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ पुरानो पुरानो घरहरू पनि रहेछ है साथीहरू। अनि यस्तो दामी फुलहरू रहेछ होइन। हामी चाहिँ फर्स्ट टाइम गएको र भए पनि एकदमै रमाइलो लागिरहेको थियो है साथीहरू। घाम पनि दामी लागिरहेको थियो। अनि म चाहिँ प्रायः जस्तो फ्री नभएर जानु पाउँदिनँ नि त, सेवाकाईहरूमा चाहिँ यता आएको थिएन नि त। त्यही भएर फर्स्ट टाइम आएकोले गर्दाखेरि मेरो साथमा हुनुहुन्छ बहिनी है, स्टेला हो उसको नाम चाहिँ, अर्मेनिया हो सेकेन्डको चाहिँ, अनि ग्रेस हो फर्स्टको, अनि अर्मेनिया, त्यहाँदेखि स्टेला है साथीहरू। अनि हामी चाहिँ मजाले गफ गर्दै जाँदै थियौँ, मेरो नन्दाहरू हो उहाँहरू चाहिँ। अनि एकदमै रमाइलो गरेँ साथीहरू। अनि काम पनि सकाएँ होइन, डल्लै क्लिप त लिनु सकिनँ, हल्का हल्का मात्रै लिएको छु। र भए पनि हेर्नुहोस् होला, भिडियो लामो भए पनि तपाईँहरू हेर्नुहोस् होला है साथीहरू। अनि म चाहिँ इन्जोय गर्दै हिँड्दै थिएँ। यहाँनिर चर्च चाहिँ निकै माथि रहेछ, रोडदेखि चाहिँ हिँड्नु पनि एकदमै साह्रो परेको थियो घाममा है साथीहरू। अनि यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ तपाईँले रुखहरू, पहिला पहिलाको रुखहरू। अनि थुप्रो चर्चको भेटेको थियो हामीले चाहिँ, हामी मात्रै होइन, हामी पनि धेरैजना गएको थियो साथीहरू, 3-4वटा गाडीमा गएको थियो होइन। अनि यहाँनिर देख्न सक्नुहुन्छ मकैको सिजन त हराएको, र भए पनि मकै पछौटे लगाइरहेको रहेछ। यस्तो दामी पाकिरहेको थियो कि साथीहरू, खानु मन पर्यो त हेर्दै हेर्दै गयो। अन्त यहाँनिर चाहिँ बहिनी म हामी चाहिँ पछाडि गएको, अगाडि थुप्रोजना गएको छ। अनि मैले चाहिँ भिडियो रेकर्ड त लामो गरी पठाएँ जस्तो लाग्यो है साथीहरू। र भए पनि हेर्नुहोस् होला बोरिङ नमानिकन। अनि आजको मेरो आउटफिट चाहिँ यस्तो थियो, मैले कुर्ता लगाएको थिएँ ब्लू कलरको, अनि ब्लेजर लगाएको थिएँ ब्ल्याकमा। अनि काम पनि सक्ने चाहिँ गर्नु सकाएँ है। हामीलाई चाहिँ गेस्ट रूममा राखेको थियो, चियाहरू बनायो हामीले चाहिँ, चिया स्न्याक्सहरू चाहिँ हामीले उयो गरेको थियो, बाँडेको थियो। मेरो माइजू हुनुहुन्थ्यो, मेरो कान्छी माइजू, एकदमै मजा आएको थियो है साथीहरू। अन्त अब हामी चाहिँ फाइनली यहाँनिर एन्ट्री हुँदैछ चर्चमा। यहाँनिर भाइ छ है। अनि चर्चमा एन्ट्री भइसकेको छ हामी चाहिँ चर्चको ओपनिङको लागि। थुप्रैजना रहेछ है साथीहरू। अनि मैले बिचमा त भिडियो लिनै पाइनँ होइन साथीहरू, किनभने मैले थुप्रोजनालाई आशिषहरू थाप्नु पर्ने थियो। अन्त आशिष थाप्दाखेरि चाहिँ अब भिडियो गर्नु त मिलेन। अन्त यहाँनिर बटम फ्लावर लगाइदिनु हुँदैछ मलाई है। यहाँनिर हुनुहुन्छ जस्मिता, अनि यहाँनिर सुकमाया दिदी, अनि बहिनी चाहिँ यताकै होला, मैले चिनिनँ। अनि यहाँनिर हामी चाहिँ मैले श्रीमानलाई खास चाहिँ फोन पक्रिदिनँ भिडियोको लागि भनेको थिएँ कि मैले क्यास त लगाउनु पऱ्यो, त्यही भएर चाहिँ बटम फ्लावर उयो गरेर, तर पक्रिनै मान्नै भएन। त्यहाँदेखि मैले चाहिँ क्यामेरा अफ गर्नु खरै लाग्यो है साथीहरू। अनि अब यहाँनिर हामी फाइनली इन्ट्री भइरहेछ भित्रपट्टि। यहाँनिर गएर चाहिँ हामीलाई चिया स्न्याक्सहरू दिएको थियो, दिनुभएको थियो। अनि यो स्न्याक्सहरू खायो, अनि साथमा हामीले
माम पनि खाएको थियो। यो चाहिँ धेरै पछिको भिडियो है साथीहरू, र भए पनि हल्का लिएको थियो क्लिप चाहिँ। अन्त एकदमै दामी यहाँनिर लोकल सुप थियो, तर म चाहिँ खाँदिनँ। उहाँ चाहिँ हुनुहुन्छ मेरो कान्छी माइजू। अन्त कान्छी माइजू र म चाहिँ बसेको छु यहाँनिर गेस्ट रुममा बादमा आएर। तलनिर चाहिँ खानाको डाइनिङ बनाएको थियो है साथीहरू। अनि आज एकदमै मजा आयो। यसरी नै हामी चाहिँ यहाँनिर चाहिँ फर्किँदैछौँ साथीहरू। अब चाहिँ अलिक छिट्टै फर्केको। अनि म दादा चाहिँ उता सुलडुङपट्टिको हुनुहुँदो रहेछ, इपिसेस चर्चकै। अनि आउनु भएको रहेछ है ओपनिङमा। हामी बात मार्दै अनि मेरो भ्लगमा हल्का निकालिदिएको। अनि हामी चाहिँ अब रोड पुग्न आँटेको छौँ। रोड पुग्छ। अन्त म त्यता सुलडुङ पनि कहिले गएको छुइनँ, त्यहाँ चर्चहरूतिर चाहिँ। अन्त कुरा गर्दै आएको। अनि थुप्रोजना भेटेको थियो हामीले होइन, यहाँनिरको मात्रै होइन, मेयोङको, सुलडुङको, रिन्चेनको, जिलकोहरू पनि भेटेको थियो। देथाङहरूको पनि भेटेको थियो हामीले चाहिँ है साथीहरू। तपाईँहरूले देख्न सक्नुहुन्छ अगाडि पनि भाइहरू जाँदैछ है, भाइहरू जाँदैछ। अन्त मेरो साथमा चाहिँ माइजू, पछाडि दादाहरू हुनुहुन्थ्यो। हामी चाहिँ अब पुग्न आँटेको है रोड चाहिँ। अनि रोडमा पुगेर चाहिँ गाडीमा जानुपर्छ। अनि एकदमै गरम पनि भइरहेको थियो। हामी चाहिँ धेरै बेरसम्म स्न्याक्स र टीमा बसेको थिएर चाहिँ धेरै गाह्रो पनि भएको थियो। निकै मान्छे आएको गरेर है साथीहरू। अन्त हामी चाहिँ कसैलाई गएकै नभनिकन चाहिँ गएको है, निस्केर रोक्छ भनेर चाहिँ। अन्त हामी चाहिँ निस्केर आधी बाटो आइपुग्यो है साथीहरू। अन्त अब चाहिँ पुग्नु आँटेको। यस्तो चाहिँ हाम्रो ओह्रालो जाने रोडको यो चाहिँ। अघि चाहिँ उकालो परेको थियो, अहिले चाहिँ ओह्रालो परिरहेछ है साथीहरू। अब हामी चाहिँ हिँड्दैछौँ। फाइनली रोड पुग्यो। रोडमा चाहिँ यसरी गाडीहरू पार्क गरेको छ। अन्त यहाँनिर चाहिँ मामाहरूले पर्खिरहनु भएको थियो हामीलाई। अन्त मामा भाइ सबैजनाले। अन्त म र माइजू चाहिँ यहाँ छु। अनि यहाँनिर चाहिँ नजारा पनि खतरा छ। अन्त हाम्रो गाडी चाहिँ कहाँ छ भनेर म चाहिँ श्रीमानलाई खोज्दैछु। अन्त मामाले चाहिँ तल छ भन्नुहुँदैछ है साथीहरू। त यहाँनिर हिँड्दैछु हामी चाहिँ। आजको राम्रो बित्यो दिन चाहिँ, एकदम राम्रो बित्यो दिन। खुसी पनि लाग्यो है, एक्सपिरियन्स पनि भयो। सेवाकाईमा आउँदा यस्तो हुँदो रहेछ भन्ने भयो है। अन्त एकदमै राम्रो भएको थियो ओपनिङ पनि चर्चको। अन्त यहाँनिर चाहिँ हुनुहुन्छ गुमा र भाइ हुनुहुन्छ। उहाँहरूलाई एकदमै राम्रो लाग्यो अरे आजको है। अनि चाहिँ मेरो कान्छा मामा हुनुहुन्छ। अनि मेरो साथमा हुने चाहिँ मेरो कान्छी माइजू हो। अनि हामी चाहिँ अब घरतर्फ लाग्न आँटेको साथीहरू। अब हामी चाहिँ लाग्यौँ। अब फेरि अर्को नेक्स्ट भिडियोमा हेर्नु होला।